everyone, welcome to my YouTube channel The Story of Mountain मा यहाँहरुलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी सुनमाईमा आएका छौँ। हाम्रो उतातिर चाहिँ भद्रपुरतिर चाहिँ एकदमै गर्मी भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ हामी सुनमाईमा आइसकेका छौँ अनि हामी चाहिँ यहाँनिरको चिसो पानीको मजा लिनको निम्ति भनेर तपाईहरु पनि एकचोटि आउनु होला। एकदमै सफा पानी छ, एकदमै रमाइलो ठाउँ, शान्त वातावरण है। तपाईहरु आउनु होला, इन्जोय गर्नु होला, रमाइलो गर्नु होला। हामी पनि आज सबैजना मिलेर 5-6 जना मिलेर चाहिँ हामी आइसकेका छौँ। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हामीहरू पानीको मजा लिँदैछौँ, डुबुल्की मारिरहेको छ चिसो पानीमा। तपाईहरु देख्न सक्नुहुन्छ। यतिकोमा म पनि अब यहाँबाट जान्छु क्यामेरालाई सेटअप गरेर अनि डुबुल्की मारिसकेको छु। अनि यतिकैमा हामी दाउरा साउरा खोज्दै अब सेकुवारको लागि भनेर रेडी गर्छौँ। यतिकैमा भिडियोमा बन्दै गर्नु होला। अब हामी दाउराहरू रेडी गरेर तपाईहरुमा फेरि आउनेछु। दाउरा खोज्दै गरेको क्रममा चाहिँ अनि हाम्रो सोल्टीले केही कुराहरू राख्दै हुनुहुन्छ। यहाँ वातावरण अनि यो दृश्यहरूलाई देख्दै गर्दाखेरि चाहिँ उहाँको मनमा एकदमै पिस होइन, एकदमै शान्ति फिल भएको कारणले गर्दाखेरि चाहिँ उहाँले एकदमै वर्णन गर्दै हुनुहुन्छ। एकदमै जस राम्रो छ नि त एकदमै होइन। अब तपाईँले देख्न सक्नुहुन्छ यति दामी ठाउँलाई अब कसले नराम्रो भन्नु त कुरै भएन होइन। एकदमै शान्त वातावरण, एकदमै रमाइलो छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ उहाँले आउनको अरू सबैजना यो भिडियो हेर्दै गर्नुभएको जति पनि जना हुनुहुन्छ उहाँहरूलाई चाहिँ आउनको निम्ति भनेर आग्रह गर्दै हुनुहुन्छ। अनि तपाईँहरू बनिराख्नु होला, भिडियोमा एकदमै रमाइलो छ। यसरी नै हामी चाहिँ रमाइलो गर्दैछौँ। अनि हाम्रो सरअनुसार चाहिँ यहाँनिर मासु सेका बनाउनको लागि चाहिँ दाउरा खोजेर ल्याइसक्नु भएको छ उहाँले। अनि रमाइलो भइरहेको छ एकदमै। हाम्रो सोल्टीले चाहिँ सेका बनाउने आजको सेफ चाहिँ उहाँ हुनुहुन्छ, हाम्रो सोल्टी। अनि उहाँले चाहिँ एकदमै मिठो बनाउनुहुन्छ, किनभने हामीले पहिले पनि खाइसकेको छौँ उहाँको हातबाट बनेको त्यो मिठो सेका। त्यस कारणले गर्दाखेरि आजको सेफ पनि हाम्रो सोल्टी नै हुनुहुन्छ। यतिकैमा हामी फेरि रमाइलो गर्न डुबुल्की मार्नको लागि माथि जाँदैछौँ। भिडियोमा बनिरहनु होला। अनि हाम्रो आशिष सर चाहिँ प्लेट लिएर आउँदै हुनुहुन्छ, जुन मासु राखेर चाहिँ त्यो सेका बनाउनको लागि चाहिँ त्यो युज हुने प्लेट ढुङ्गा भन्छ है। अनि त्यो ढुङ्गा लगेर जाँदै हुनुहुन्छ हाम्रो आशिष सर भने। अब म चाहिँ भने उता डुबुल्की मार्न जाँदैछु। हाम्रो ब्युटिफुल मिसहरू पनि हुनुहुन्छ यहाँनिर। अनि उहाँहरू चाहिँ एकदमै डुबुल्की मार्दै हुनुहुन्छ। अनि त्यतिकैमा म पनि फेरि जोइन हुन गइरहेको छु उहाँहरूसँगै। यस्तो छ, पानी चाहिँ एकदमै सुन्दर शान्त होइन। अब के भन्ने, यो फेरि दृश्य यति राम्रो ठाउँ हो यहाँ हेर्नु न है। यो ढुङ्गाको चेपमा होइन कति दामी, जुन ढुङ्गाहरूको गाह्रो लगाएर चाहिँ पानीलाई हल्का जम्मा गरेर राखेको रहेछ। त्यतिकैमा हामी पनि डुबुल्की मार्नु भनेर चाहिँ यहाँनिर लागेको छ। हामी 3 जना अहिले चाहिँ यहाँनिर छौँ। अनि बाँकी 3 जना उहाँहरू चाहिँ उता दाउराहरू खोज्दै हुनुहुन्छ। अनि त्यो के भन्छ मासुलाई सेका बनाउनको लागि भनेर उहाँहरू चाहिँ काम गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ यतिकैमा इन्जोय गरिरहेको छ पानीको रमाइलो, त्यो चिसोपनको मजा। यस्तै छ, रमाइलो छ, सुन्दर छ, शान्त छ। तपाईँहरू पनि आउनु होला।
अब चाहिँ भने हाम्रो सेकुवा पोल्नको लागि तयारी हुँदैछ। आगोहरू बलिसकेको छ। हाम्रो सोल्टीले आगोहरू जोडिसक्नु भएको छ। अब हामी यतिकैमा रमाइलो गर्दैछौँ। यता फेरि छुट्टै रमाइलो छ हाम्रो ट्रान्सफरको होइन। यहाँनिर पानीको मजा, चिसो पानी होइन। अब कति मजा आउँछ होइन यो गर्मीमा। अब चिसो पानी त ओहो कुरै गर्नु मिलेन होइन। कति रमाइलो एकदमै रमाइलो। हामी सेयर गर्दै हामी केही लेसहरू खाँदैछौँ। त्यतिकैमा हामी फेरि सबैजना खाँदै डुबुल्की मार्दै ओभर मजा आउने रहेछ क्या। ओभर मजा यति दामी होइन। तपाईँहरू पनि एकचोटि चाहिँ अवश्य पनि भिजिट गर्नु होला यो ठाउँहरूमा। एकदमै दामी छ, रमाइलो छ, एकदमै मजा छ। त्यही हो, आउनुपर्छ एकचोटि चाहिँ सबैजना। जतिजना यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू आउनु होला। रमाइलो छ एकदमै, कुल छ होइन पानी। त्यस्तै वातावरण त्यस्तै शान्त, त्यो चराचुरुङ्गीको आवाज एकदमै के भन्ने क्या लाजवाब। अब चाहिँ भने हामीले एक लट चाहिँ त्यो सेकुवा पोलेर सकेको छौँ। अनि त्यतिकैमा अब हामी चाहिँ खानको लागि सबैजना वरिपरि आइरहेको छौँ यो ठाउँमा। अनि अब चाहिँ हामी खाँदैछौँ, चाख्दैछौँ एक एक पिस अहिलेलाई भने। अनि फेरि हाम्रो सेफ साप हाम्रो सोल्टीले पोल्दै हुनुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ। है सुँगुरको सेकुवा थाहै छ कति मिठो हुन्छ भनेर। तर सुँगुरको मासु चाहिँ अलिकति हामी चाहिँ मासु चाहिँ अलिकति त्यो काट्ने ठाउँमा अलिकति नराम्रो दिनुभएछ। धेरै नै बसैमा दिनुभएको कारणले गर्दाखेरि चाहिँ हल्का अलिकति कस्तो भइरहेको थियो। त्यही पनि त्यो नेचरमा चाहिँ खाँदै त्यो प्राकृतिक सौन्दर्य भ्यूहरू हरियाली हेर्दै गर्दाखेरि चाहिँ मजै आयो क्या। यस रमाइलो एकदमै दामी भयो। तपाईँहरू पनि एकचोटि आएर यसरी नै चट्ट बसेर होइन अनि खाँदै अनि डुबुल्की मार्दै है भन्दै गर्दाखेरि तपाईँहरू पनि पानी आउन सक्छ। यसरी चट्टसँगले होइन खाँदै यसरी तपाईँहरू आउनुपर्छ एकचोटि चाहिँ आउनु होला। हजुरहरू जतिजनाले पनि हेरिदिनुहोस् यो भिडियो आउनु होला। एकदमै इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, लाइफलाई एकदमै इन्जोयले कटाउनुहोस्। त्यही भन्न चाहन्छु म चाहिँ होइन, किनभने लाइफ इज भेरी ब्युटिफुल है। त्यो कारणले गर्दाखेरि पनि एकदमै इन्जोय गर्नुहोस्, राम्रोसँगले खानुहोस्, यसरी कोकहरू खानुहोस्, नराम्रो चिज नखानुहोस्। त्यही भन्न चाहन्छु। यस्तो ठाउँमा आएर गर्न पारिदिनुहोस्। अनि यसरी जलपरी मिसहरू खेल्दै हुनुहुन्छ होइन, स्विमिङ एकदमै दामी छ। अनि पानी चाहिँ एकदमै दामी कि सफा फेरि हो, हेर्नु त कति दामी छ, एकदमै सफा पानी छ। Oh my God.
अब चाहिँ हामी जाने बेला हुन आँट्यो। अब चाहिँ केही रहेको सेकुवाहरू खाँदैछौँ। खाइसकेर चाहिँ हामी लाग्छौँ कपडा फेर्न। कपडा फेर्न चाहिँ हामी हाम्रो दुईजना मिसहरू चाहिँ गइसक्नु भएको थियो। उहाँहरू त हामी कपडा फेरेर आइसकेको एकदमै उहाँहरू कस्तो गर्दै हुँदो रहेछ। ठिकै छ मान्छे यस्तो फर्किसक्दो छ।